इङ्ग्लिस त बुझ्दैन तर त्यसमा बुझ्ने कोसिस गरिरहेको छु रुमबाट चाहिँ निस्केको अवस्था र आज पहिलोचोटि चाहिँ दाइहरूसँग सफारी डेजर्ट सफारी अबुधाबीमा चाहिँ जाँदैछु र भिडियो लास्टसम्म हेरिदिनु होला माया गरिदिनु होला र डेजर्ट सफारी कस्तो हुँदो रहेछ त भन्ने मेरो एउटा फर्स्ट होइन एउटा पहिलो अनुभव हो र जाँदैछु र गाडी लिन आइरहेको छु भन्दैछ लेट्स सी गाइज घाम फेरि यस्तो एनर्जेटिक घाम छ नि बाफ्रे दुबईको घाम हो राजा दुबईको घाम यस्तो तनाव छ नि होइन गाडी कुरिरहेको छ लगभग कति 5 मिनट जति वेट गरेँ होइन आउँदैछ भनिरहेको छ लगभग आइसकेपछि जान्छु सँगसँगै के चाहिँ रहेछ त भनेर हेर्न आएको होइन यहाँ पछाडि धेरै मान्छेहरू देख्न सक्नुहुन्छ है र म चाहिँ फर्स्ट सिटमा छु र म चाहिँ अहिले इन्ट्री गरिसकेँ है र देख्न सक्नुहुन्छ यही हो है त्यही हो हाम्रो गाउँघरमा बाख्रालाई होइन खोर बनाएको जस्तो त्यही हो क्या उसले त्यो मकैको ढोड हुन्छ नि ढोडले बारेर चाहिँ खोर बनाउँदैन त्यस्तै हुँदो रहेछ खै रमाइलो हुन्छ होला हौ आइपुगेँ अब यही होला साइड स्ट्यान्ड सबैजना ओर्लिरहेछ अब मैले ओर्लिन्छु गाड़ी से पटू निकाल दो सही है फिर बाद में हम 7:30 बजे इधर आएगा जब कैंप क्लास होएगा ना तो हम इधर ही आएगा ठीक है फिर तुम इधर ही आएगा ल ओर्लेको है डेजर्ट सफारीमा ओर्लेर यस्तै रहेछ अब खै गाडी लिन आउँछ अरे कता लान्छ हेर रमाइलो भन्दा नि अनौठो लाग्दो रहेछ क्या है धुलै धुलोमा चाहिँ हिँड्नु परिरहेछ है र छिर्छु लगभग अब आइपुग्न लागि होइन गेट पनि र भित्रको माहौल चाहिँ कस्तो छ बाहिरको माहौल त यस्तै हो होइन पुरा रमाइलो छ तर भित्रको माहौल चाहिँ कस्तो छ त 50 रुपियाँको होला क्या सायद होइन अलि नराम्रो छ नि त ऊ त्यो पारिपट्टिको छ नि त त्यसमा चाहिँ लगभग 100-200को होला क्या त्यो धेरै राम्रो छ है थरी थरीको हुने रहेछ तर के गर्ने विरक्त लागिरहेछ रेड कार्पेटमा हिँडेर जस्तो पो महसुस भयो त केही छैन ठिकै छ लगभग धेरै मान्छे त छैन होइन त्यति मान्छे रहेछ क्या भित्र नेपालको रिसोर्ट भने जस्तो रहेछ क्या यो चाहिँ होइन डेजर्ट सफारी भने अब म दुबईको त गएन होइन फर्स्ट टाइम अबुधाबी गएको तर मलाई कता कता रिसोर्ट जस्तो लाग्यो होइन सबैले सिकाउँदै हुनुहुन्छ उहाँले सुन्नु हेरौँ कुरोहरू नि मिल्ने रहेछ होइन भिआइपीलाई छुट्टै हुन्छ अरे नर्मललाई छुट्टै हुन्छ अरे कस्तो हुन्छ हेरौँ है
everything for waiter serve, everything for special. Not using for normal इङ्ग्लिस food, त बुझ्दैन everything तर for त्यसमा बुझ्ने I कोसिस will put गरिरहेको the छु VIP stamp. You go anywhere the special. Directly no wait, not serve. My waiter with you. देखो कितना है लगा दो तो अरे थोरै फरक खालको मजा र लियो एकदम फरक खालको मजा आयो चाहिँ तर एकदम रमाइलो भयो यार है र बाँकी के हुन्छ होइन त्यो चाहिँ म देखाउँछु नै भिडियो लास्टसम्म हेर्नु होला है माया गरिदिनु होला खासमा म आफ्नै कल्चरल टोपीलाई माया गर्ने मान्छे हो है र खासमा फेरि यो मौलिक दुबईको होइन त्यो भएर पानी रहेको छु रमाइलो भयो हो त्यसरी गर्छन् दिनभरि बिचरा सेफ्टी हुनुपर्ने मम्मी यता हेर्नु मम्मी यता हेर्नु सोल्टी पैसा त्यत्रो पर्छ कहिले आइन्छ फोटो खिच्नु सोल्टी गरा मुड चढ्यो होइन तर कति माया लाग्दो क्या फोटोमा हेरेर जस्तो हुँदो रहेछ धेरै बुढो बुढो नै भइसकेको रहेछ यो होइन तर माया लाग्यो क्या होइन तर रमाइलो त रमाइलो तर लास्ट टाइम माया लाग्यो क्या र फेरि यता बाइक बनिरहेछ बाइक चाहिँ महँगो छ अरे हो 250 रुपियाँ होइन चढ्न सकिँदैन जस्तो लाग्यो र अब के हुन्छ म
देखाउँछु यो लास्टसम्म हेर्नु होला है कति ज्ञानी क्या यो यार माया लाग्दो छ क्या मेरो हात पनि नभइसक्यो हो भएको अन्डाइ बबु दामी देखेर चाहिँ यसको चाहिँ यो स्किल होला क्या है फेरि यो खाने ठाउँ होइन खानासँगै होइन डान्स चाहिँ मजाले हेर्ने भयो क्या त्यही रहेछ रमाइलो है लगभग रमाइलो गरेँ लास्ट अन्तिममा छु क्या बबाल हाने यार यति ल ओ छैन सकियो थोरै खाइयो त्यही हो